राम्रो गाना गाउँछ नि पोखरा चौतारीको लेक साइडको दृश्य हो यो खाना मिल्ने रहेछ नि त त्यो खेल्न जाऊँ न के कहिले खेलौँ न दिदी त्यो खेलौँ यो फेवातालमा छौँ आज हामी धेरै दिनपछि 2-3 वर्षपछि हामी आएको 3 वर्षपछि लगभग यहाँको व्यस्तता रातिको समय हामी काठमाडौँबाट यहाँ आउँदा 7 घन्टादेखि हामी जाममा पऱ्यौँ र पनि हामी सकुशल फेवाताल पोखरा पुग्यौँ र अहिले त्यो हामी घुम्दैछौँ फेवातालको रेस्टुरेन्टहरू हो मान्छे बसेछन् खेल्न जाऊँ न कहाँ सकिन्छ भित्र खेल